मलाई मेरो एउटा साथीले भन्दै थियो जीवन भनेको के हो, अनि मैले ठट्टा गर्दै भन्दै जीवन भनेको मेरो साथीको नाम हो। वास्तवमा जीवन भनेको चाहिँ के हो जस्तो लाग्छ भने नि मलाई मेरो विचार र मेरो व्यक्तिगत विचार हुनसक्छ, यो 100% सही नै हो भन्ने पनि होइन। अनि मान्छेको जन्मिँदाखेरि उसँग सास हुन्छ तर नाम लिएर आएको हुँदैन, र पछि ऊ ठुलो हुन्छ, ठुलो भएर उसको पछि गएर उसको निधन हुन्छ, मृत्यु हुन्छ। त्यो मृत्यु हुने बेला भनेको उसँग नाम हुन्छ तर सास हुँदैन। यो नाम र सास बिचको जति पनि यात्रा छ नि, जति पनि बिचको दूरीका कुराहरू छ नि, हो यसले नै रियलमा जीवन भनिन्छ। जीवनलाई ह्यान्डलिङ गर्न चाहिँ त्यति सजिलो रहेनछ होइन, छैन नै। कहिले के हुन्छ कहिले उकालो त कहिले ओह्रालो झर्न नै पर्छ। त्यस कारणले यस संसारमा जे कुरा नि एकरो चल्दैन होइन, हामीले फेरिरहेको सास त एकरो चल्दैन भने जीवन कहाँ चल्छ त? के कसो साथी?